एज अ बिगिनर मैले चाहिँ एज अ डिसवासर काम गर्थेँ अनि त्यहाँबाट चाहिँ 8 मन्थ पछि चाहिँ आई वर्क एज अ कुक फर 12 मन्थ्स इन नेवारी रेस्टुरेन्ट कौलच्छे अनि आई एम हियर फर टु लर्न न्यू इन्ग्रेडियन्ट्स रेसिपिज फर cook and I will see myself as a chef in 2-3 years. So thank you. हेलो एभ्रिवान, मेरो नाम चाहिँ रिता मगर, मेरो घर चाहिँ चितवन हो। म चाहिँ अहिले यहाँ ललितपुर नगेपोर्ट बस्दै आइरहेको छु। म चाहिँ अब पहिला चाहिँ बाहिर गएर यहाँ हो अनि त्यसपछि के भन्छ अरे उता पनि मैले रेस्टुरेन्टमा काम गरेको अनि उता चाहिँ मैले सेफ लाइनमा चाहिँ राम्रो फ्युचर देखेर चाहिँ अनि म फेरि नेपाल आएर अनि यही सेफ लाइनमै आएको हो। थ्याङ्क यू। नमस्ते सबैजना, म शिला बज्राचार्य। म प्रोफेसनले त अहिले नेसनल एनजिओमा सिनियर प्रोग्राम अफिसर भएर काम गर्दैछु। तर अहिले अब यो रिटायरमेन्टको प्लान भनौँ मेरो एजको हिसाबले अनि यो सेफ ट्रेनिङ लिएर बाहिर जाउँ भन्ने मेरो प्लान छ। मेरो फ्यामिली बाहिर भएको हिसाबले पनि त्यही प्लानले गर्दा म यतातिर लागेँ। Thank you. Good morning everyone. मेरो नाम चाहिँ अमित कुमार महतो हो। मेरो पर्मानेन्ट एड्रेस बर्दिवास। म चाहिँ यहाँ नक्सीपुर ललितपुर बस्दैछु। मैले आफ्नो फ्युचर चाहिँ कुलिनरी सेक्टरमै देखेर मैले यो कुलिनरी हस्पिटालिटी सेक्टर चुज गरेको हो। विशेष गरेर अहिलेको उमेर हिसाबले पनि 5-7 वर्षमा एउटा राम्रो फ्युचर हुनुपर्छ र फाइनेन्सियली स्टेबल हुँ भन्ने हिसाबले र सकिन्छ भने चाहिँ सकेसम्म फर्दर राम्रो एउटा 5 स्टार प्रपर्टी 4 स्टार प्रपर्टीतिर काम गर्दै जाऊँ। एउटा फ्युचर पनि राम्रो बन्छ प्लस इन केस अप्सन पायो भने चाहिँ एउटा राम्रो कन्ट्री सेटल हुँ। यही स्किल्सलाई कुलिनरी फिल्डलाई नै अगाडि बढाउँदै यो मेरो इच्छा भएर मैले आइएचएम जोइन गरेको हो। हुन त अब धेरै इन्स्टिट्युटहरू पनि छन् काठमाडौँमा यो सम्बन्धी, तर मैले वर्कआउट गर्दाखेरि चाहिँ आइएचएमलाई बेस्ट पाएँ। सबै कुरा हेर्दाखेरि जस्तो प्रोग्रामको हिसाबले हाम्रो मेन्टरहरूको हिसाबले जुन हाम्रो यहाँ चाहिँ प्र्याक्टिकल थ्योरीको कुराहरू गरिन्छ त्योहरू भयो। अब अन्यहरूतिर के कस्तो हुन्छ भन्ने कुरामा पनि यहाँ चाहिँ विशेष गरेर थ्योरी प्र्याक्टिकल आफ्नो भनौँ न एउटा लिडरसिप क्वालिटी डेभलप गर्नुदेखि लिएर एकाडेमिक कुराहरू भयो, फिल्डका कुराहरू भयो, यो सबै मेन्टरहरूले हामीलाई यो सेक्टरमा चाहिँ एबल बनाउनुहुन्छ जस्तो लाग्छ मलाई। र जहाँसम्म छ मैले पनि रेफरेन्स थ्रु नै यहाँ आएको हो। सबैतिरबाट मैले राम्रो देखेँ यहाँ चाहिँ। अब फीको हिसाबले कुरा गर्ने हो भने पनि वर्थ इट नै छ, टाइमको हिसाबले कुरा गर्ने हो भने वर्थ इट नै छ हैन। हामीले ब्याचलरमा बिएचएम कोर्स जोइन गर्दाखेरि 4 इयर्स जति लाग्छ कि हामीलाई त्यो अलमोस्ट नलेजहरू गेन गर्न भने यहाँ चाहिँ हामीले प्र्याक्टिकली रूपमा चाहिँ अलमोस्ट 6 मन्थमा या त 1 इयर भनौँ इन्टर्नसिप इन्क्लुड गरेर हामीले त्यति ज्ञान चाहिँ यहाँ 6 मन्थमा नै पाउँछौँ कि। कुकिङ त एउटा भइ नै हाल्यो, जस्तो हाम्रो जित सेफले भन्नुभयो नि, कुकिङ स्किल्स भनेको त 20% मात्रै हो कि 80% त हाम्रो त्यो भनौँ न एउटा एटिट्युड हो, त्यो त्यो चाहिँ यहाँ खास फोकस गरिन्छ कि यो इन्स्टिट्युटमा हो। त्यो चाहिँ एकदम राम्रो कुरो छ। यति नै भन्न चाहन्छु म। थ्याङ्क यू। म यही फिल्डमा अब अलि इन्ट्रेस्ट भएर अब आइएचएम जोइन गरेको। अब फ्युचरमा पनि यही सेक्टरमा अगाडि बढेर बाहिर गएर केही गर्ने सोच छ। धन्यवाद। नमस्ते सबैजनालाई, मेरो नाम चाहिँ समीर घलान हो अनि म चाहिँ घरकोमा बस्छु। मेरो अब पहिल्यैदेखि कुलिनरी आर्ट्समा इन्ट्रेस्ट भएर म यसमा आएको हो। धन्यवाद। नमस्ते एभ्रिवान, म योगेश्वर राज पाण्डे। म अहिले सीतापाइलामा बस्दैछु अनि म चाहिँ अब यो आइएचएममा पढेर एउटा राम्रो सेफ बनेर फर्स्टमा चाहिँ एब्रोडै ट्राई गर्छु भनेर आएको, आइएचएम जोइन गरेको यो कुलिनरी आर्ट भनेर। अलि बाहिरबाट यसो रिफरेन्स आएर। हेलो नमस्ते छ सबैजनालाई, मेरो नाम चाहिँ विराट सिलाल, घर चाहिँ मेरो गोदावरी ललितपुर। आइएचएममा चाहिँ म के नयाँ स्किल सिकौँ भनेर आएको हो। धन्यवाद। नमस्ते सबैजनालाई, मेरो नाम चाहिँ अनिश बानिया हो। म चाहिँ गोदावरी टिका भएर आएको हो अनि म चाहिँ
के अब्रोड ट्राई गरिरहेको थिएँ अनि भएन, अनि त्यसैले अब यहाँ आइएचएम गरेर जान्छु, बाहिर जान्छु भनेर सोचिरहेको थिएँ। त्यही हो, धन्यवाद। नमस्ते सबैजनालाई, मेरो नाम चाहिँ सबिन सिलवाल हो। म चाहिँ गोदावरी ललितपुरमा बस्छु। अनि म चाहिँ पहिला 2 वर्ष जति चाहिँ मैले रेस्टुरेन्ट लाइनमा काम गरेको छु। अनि त्यहाँ चाहिँ कुकिङको बारेमा हल्का आइडिया भएको कारणले गर्दा सबभन्दा पहिला त यहाँ मेरो स्टोरी सेयर गर्नलाई अपर्च्युनिटी दिनुहुने म्याम सेफरलाई सबैलाई धन्यवाद। सेकेन्ड भनेको हाम्रो ओरिएन्टेसन डेको लागि, यस सेलिब्रेसनको लागि पनि शुभकामना। अनि अर्को भनेको आइएचएम कलेजको एनिभर्सरी 90 एनिभर्सरीको लागि पनि हामी सबैलाई, आइएमई कलेजलाई पनि हामी शुभकामना दिन चाहन्छु। अब मेरो नाम भन्नुपर्दा चाहिँ म चाहिँ सफल राई हो, खोटाङबाट। अहिले चाहिँ ललितपुर रापाखेलमा बसिरहेको छु। अब मेरो ब्याक स्टोरी भन्नुपर्दा चाहिँ अब म राई कम्युनिटीबाट बिलोङ्स गरेकोले अब पहिल्यैदेखि राई मगर लिम्बूहरू चाहिँ अब प्राय लाउरे खोज्ने। अब म पनि त्यही सिलसिलामा बच्चैदेखि ब्रिटिस आर्मी बन्छु भनेर सोचिरहेको थिएँ। अब त्यहीलाई फलो गर्दै मैले 2 इयर्स जति ब्रिटिस आर्मी ट्राई गरेँ। फर्स्ट इयरमा फाइनल पुगेको थिएँ, तर म सेलेक्ट भइनँ ब्रिटिस आर्मीको लागि चाहिँ। अनि सेकेन्ड फेज ट्राई गर्दा चाहिँ फर्स्ट फेजबाट नै तिम्रो हात बाङ्गो भयो भनेर मलाई फालिदिनु भयो जेरो साइपरमा। अनि यत्तिकै 2 इयर्स जति त लस भयो मेरो स्टडी पनि कन्टिन्यू गर्न पाइनँ। अनि यतिकै अब के गर्ने भन्ने सोचिरहेको थिएँ। अनि घरबाट धेरै रिफर गर्नुभयो, लोकसेवा पढ, सरकारी जागिर राम्रो छ, तिमी बाहिर गयो भने दुःख गर्नुपर्छ, त्यस्तै सल्लाह दिनुभयो। अनि मैले नि त्यही सोचेर लोकसेवा असाईको लागि फर्म भरेर तयारी गर्न थालेँ।